आज हामी च्याप्टर 24मा रहेको ग्रामर भिएसटी प्लस मेन र वुमेन द्वैधाको बारेमा पढ्नेछौँ। यो मेन र वुमेन द्वैधा भनेको चाहिँ गरे हुन्छ, गरे पुग्छ, भए हुन्छ, भए पुग्छ, अथवा सजिलो तरिकाले बुझ्ने हो भने चाहिँ यो भने हुन्छ, ए हुन्छ अथवा दा हुन्छ भन्ने चाहिँ अर्थ चाहिँ दिन्छ यसले। अब यसलाई चाहिँ कहाँ प्रयोग गरिन्छ र कसरी प्रयोग गर्ने भन्ने विषयमा पढ्नेछौँ। सुरुमा चाहिँ यसलाई कहाँ प्रयोग गर्ने र कस्तो वाक्यमा प्रयोग गर्ने भन्ने कुरा बुझौँ। अब पहिला भनेको छ कुनै पनि कामको लागि आवश्यक शर्त तथा न्यूनतम आवश्यकता देखाउँदा प्रयोग गरिन्छ। कुनै पनि कामको लागि आवश्यक शर्त हुन पर्यो अथवा न्यूनतम आवश्यकता देखाउँदाखेरि प्रयोग गर्न सकिन्छ। साथै समस्याका समाधान र अनुमति वा निर्देशनका वाक्यमा पनि प्रयोग गर्न सकिन्छ। समस्याहरूको समाधान गर्ने अनुमति वा निर्देशनका वाक्यमा पनि यसलाई प्रयोग गर्न चाहिँ सकिँदो रहेछ। यो कुरा चाहिँ अलिकति इम्पोर्टेन्ट यसलाई चाहिँ टिपेर राख्नु होला। त्यसै गरी यसलाई चाहिँ कसरी प्रयोग गर्ने भन्ने कुरा पनि बुझौँ। अब भिएसटीको अन्तिममा ल फाक्षिम आएमा ललाई नहटाई मेनबाट सुरु भएको सूत्र लगाउने चाहिँ अलिकति इम्पोर्टेन्ट होला है। यो चाहिँ थाहा पाउनु पर्यो। यदि फाक्षिम छैन भने पहिला तलबाट पढौँ। पहिला फाक्षिम छैन भने हामीले सिधै मेन द्वैधा लगाउन पाइयो। जस्तै खादाको के हुँदो रहेछ, सिधै खामेन द्वैधा गयो भने हुन्छ। त्यस्तै फाक्षिम छ भने हामीले उमेन द्वैधा लगाउन पर्ने रहेछ। अब यहाँ के भन्छ, मक्ता भनेको खानु, अब मगुमेन द्वैधा भनेको खायो भने हुन्छ फाक्षिम हुँदाखेरि। यदि ल फाक्षिम आयो भने फेरि यसमा चाहिँ ललाई काट्न पाइँदैन, तर के गर्नुपर्छ, हामीले मेन द्वैधा लगाउनुपर्छ। यहाँ उमेन पनि द्वैधा पनि लाग्दैन। ल नकाट्ने हामीले के गर्नु पऱ्यो, सिधै मेन द्वैधा लगाउने। अब फाल्दा भनेको बेच्नु, अब फालमेन द्वैधा भनेको बेच्यो भने हुन्छ अथवा बेचे पुग्छ भन्ने चाहिँ जनाउँछ यसले। यो त भयो हाम्रो प्रयोग गर्ने तरिका। अब यसको एक दुईवटा उदाहरणहरू पनि हेरौँ है त। अब पहिलो उदाहरण रहेको छ हाम्रो, यी यागोली शिक्षा हुए थुसिमेन दोइब्निदा। यो औषधि चाहिँ खाना खाएपछि चाहिँ थुसिमेन सेवन गरिसियो भने चाहिँ हुन्छ अथवा खायो भने चाहिँ हुन्छ अथवा पुग्छ पनि भन्न चाहिँ यसलाई सकिन्छ है त। त्यस्तै अर्को अप्सनमा रहेको छ हाम्रो खुङमुरी चामेन मुरुल चोकुम थ नौमेन दोयो। अब खुङमुल भनेको चाहिँ झोल भइहाल्यो। झोल चाहिँ चर्को भयो भने पानी चाहिँ अलिकति अझै अथवा थप राख्यो भने चाहिँ हुन्छ, अलिकति थप्यो भने चाहिँ हुन्छ भन्ने अर्थ दिन्छ। अब यहाँ दुई मेन भनेको के रहेछ, अब दुई मेन नखुमेन दोयो भनेको चाहिँ राख्यो भने चाहिँ हुन्छ भन्ने अर्थ दिन्छ। त्यस्तै अर्को उदाहरण रहेको छ हाङ्गु गरुल छाल हागो सिफुमेन मान यन्सु भामेन दोयो। कोरियन भाषा चाहिँ राम्रो गर्ने इच्छा छ भने धेरै अभ्यास गर्यो भने चाहिँ हुन्छ। यो त भयो हाम्रो सजिलो। अब अर्को पनि हेरौँ, एउटा नोट हेरौँ। एकले भन्छ थुरा खादो थोयो, भित्र गए पनि हुन्छ। बेले भन्छ नि थुरा खामेन दोयो, हजुर भित्र गयो भने चाहिँ हुन्छ। यो त भयो हाम्रो उदाहरण। अब यसलाई पनि भूतकाल, वर्तमानकाल र भविष्यकालमा चाहिँ अलिकति फरक रहेको छ, यसलाई पनि बुझौँ। अब पहिला भनेको छ हाम्रो वर्तमानकालमा चाहिँ सिधै हाम्रो मेन दोयो र उमेन दोयो मात्रै हुन्छ है। मैले लेख्न छुटेको छ। छिगुम बुथा खुङ्गु हामेन दोयो, अबदेखि चाहिँ अथवा अहिलेदेखि चाहिँ अध्ययन गऱ्यो भने हुन्छ। त्यस्तै हाक्यो खारे मेन बसुरुल थामेन दोयो, विद्यालय चाहिँ जाने हो भने अथवा जानु पऱ्यो भने चाहिँ बसले चढ्यो भने हुन्छ। नेपालीमा अलिक मिस्टेक भएको छ, त्यसलाई बुझ्नु होला आफैले। अब यसमा चाहिँ के थाहा पाउनु पऱ्यो भन्दाखेरि चाहिँ वर्तमान कालमा भन्दाखेरि चाहिँ जहिले पनि हामीले मेन र वुमेन द्वैधा सिधै प्रयोग गर्न चाहिँ सकिँदो रहेछ। त्यस्तै अर्को रहेको छ हाम्रो ख्वाग भनेको भूतकाल, पछुतो वा अफसोसको भावमा आउँछ। यो चाहिँ पछुतो वा अफसोसको भावहरूमा आउने गर्छ। अझै छन् वा हामेन थेस्सयो, हिजो फोन गरेको भए चाहिँ हुन्थ्यो अथवा पुग्थ्यो भन्ने कुरा हो। यो चाहिँ तपाईँले हिजो फोन गर्नुपर्ने थियो तर फोन गर्नु भएन, त्यो चाहिँ अब भन्छ नि अफसोस भएको, त पछुतो लागेको, मैले हिजो फोन गर्नुपर्ने थियो गरिनँ ला भन्छौँ नि हामी, त्यस्तो खालको वाक्य। त्यस्तै चोकुममान थ खिदारी मेन थोइसयो, अलिकति मात्र अझ पर्खेको भए चाहिँ हुन्थ्यो, अलि बेला अझै पर्खेको भए चाहिँ पुग्थ्यो भन्न पनि सकिन्छ। मैले चाहिँ एकैछिन अझै पर्खेको भए चाहिँ हुन्थ्यो होला भन्छौँ, त्यस्तो खालको वाक्यमा चाहिँ लगाउन सकिन्छ। त्यस्तै अब यसबाट के थाहा पाउनु पऱ्यो भने चाहिँ भूतकालमा चाहिँ सिधै हाम्रो मेन अथवा वुमेन थोइसयो चाहिँ भन्नुपर्ने चाहिँ यो चाहिँ अलिकति पछुतो अथवा अफसोसको भावहरूमा चाहिँ आउने चाहिँ गर्दछ। अर्को रहेछ हाम्रो मिरे भनेको भविष्यकालमा चाहिँ नेल इल्चिक ओमेन थुल्कायो, भोलि चाहिँ अलिकति चाँडै आयो भने चाहिँ पुग्ला अथवा हुन्छ होला, आयो भने चाहिँ हुन्छ होला अथवा पुग्छ होला भन्न चाहिँ सकिन्छ। त्यस्तै चोकुम थयन्सु भामेन थुल्कायो, अझै अलिकति अभ्यास गऱ्यो भने चाहिँ पुग्ला अथवा हुन्छ होला पनि भन्न सकिन्छ। यो चाहिँ अब हामीले भविष्यकालमा भन्दाखेरि चाहिँ मेन वुमेन थुल्कयो भन्न चाहिँ सकिन्छ। यसलाई चाहिँ छोटो अलिकति नोट हेर्ने हो भने चाहिँ छोटो आम्गी बप भनेको चाहिँ अझ सम्झिने तरिका, छोगन शर्त प्लस कुनै पनि कुराको शर्त आउँछ भने चाहिँ मेन वुमेन लगाउन चाहिँ सकिन्छ। छोङमन छोगन भनेको चाहिँ पर्याप्त शर्त भन्छ। अलिकति शर्तहरू प्लस पछाडि चाहिँ फेरि मेन वुमेन द्वैधा आयो भने चाहिँ यसले चाहिँ
पर्याप्त मात्रामा चाहिँ सर्तहरू चाहिँ बुझाउँछ भन्न खोजिरहेको छ। यति कुराहरू चाहिँ बुझ्यो भने चाहिँ तपाईँहरूलाई चाहिँ यो मेन र वुमेन चाहिँ केही पनि लाग्दैन, खासै गाह्रो ग्रामर पनि होइन। यसलाई चाहिँ यति बुझ्दाखेरि हुन्छ है। मेन भनेको चाहिँ यो कुनै पनि कामको आवश्यक शर्त वा न्यूनतम आवश्यकता देखाउँदा प्रयोग गरिन्छ, साथै समस्याका समाधान र अनुमति वा निर्देशनका वाक्यमा पनि प्रयोग गर्न सकिन्छ भन्ने कुरा चाहिँ तपाईँहरूले याद गर्नु पऱ्यो है त ल।